बाटो बनाउनको लागि। हेर्न सक्नुहुन्छ साथीभाइ हो हामीहरू नागाल्यान्ड जाँदै गरेको अहिले यो अहिले बाटो जुन नेसनल हाइवे 2 बिग्रेर बाइपास हामीहरू जानको लागि बाटो बनाउन जाँदैछ। त्यसमा मणिपुर गोर्खा मोटर वर्कर्स वेलफेयर युनियन, सेनापति डिस्ट्रिक्ट ट्रक ओनर एसोसिएसन, साथैमा सेनापति डिस्ट्रिक्ट ट्रक ड्राइभर युनियन र साथैमा एमडिए मणिपुर ड्राइभर एसोसिएसन उहाँहरूले हामीलाई 2टा एम्बुलेन्स साथै एउटा जेसिबी पठाउनु भएको छ। अहिले यो रास्ता बनाउन जाँदै गरेको अवस्था। धन्यवाद। अहिले चाहिँ हामीहरू बाटाको लागि ड्राइभरहरूको सुविधाको लागि हामीहरू 2टा एम्बुलेन्स र एउटा जेसिबी लिएर यहाँ सेकमाईदेखि अगाडि लाग्यो। बजारबाट आइपुग्यो। बाटामा जति पनि दुःख पाउनुभएको अब ड्राइभरहरू हुनुहुन्छ त्यसको लागि हामी सहयोगको लागि आउँदैछौँ। बिमारी रस्तामा दुख बिमार हुँदा गाडीहरू अवस्थाको लागि जेसिबी, ड्राइभरहरूलाई दुख बिमार हुँदा यताउता साह्रो पर्दाखेरि एम्बुलेन्स 2टा लिएर आउँदैछु। तपाईँ पनि एक दुई कुरा केही राखिदिनुहुन्छ कि? हाम्रा ड्राइभर दाजुभाइलाई यही भन्छु कि हजुरहरूले जुन युनियनले भनेअनुसारले अन्डरलोडमा आइदिनु, किनभने सिङ्गल बाटो हामीले बनाउन जाँदाको सिङ्गल बाटो हो। भरे बिचमा केही आएर अप्ठ्यारो पऱ्यो, ओभरलोड बेसी लिएर आएर भने त्यसको लागि युनियन जिम्मेवारी हुने छैन, आफूले जिम्मेवारी लिनुपर्नेछ। र जति चाँडो हामीहरू यो बाटो बनाइसक्नको लागि हामी फुल कोसिस गर्दैछौँ युनियनको तर्फबाट। बाइपास माउदेखि बाइपास भएर कुइमा निस्किने रोड हामीहरूले मेन्टेनेन्स गरेर हिँड्ने हो। त्यसमा 6 चक्का मात्रै जान सक्छ, 12 चक्का 16 चक्का 10 चक्काहरू जान सक्दैन। कृपया गरेर 10 चक्का 16 चक्का हजुरहरू चाहिँ माल पल्टाइ गरेर पठाउनु होला। धन्यवाद।